हेलो गाइज, वेलकम टु माई फर्स्ट मिनी भ्लग। आज चाहिँ म पहिलो पटक मिनी भ्लग बनाउँदैछु साथीहरू, र मेरो भोइस कभर पनि पहिलोचोटि नै हो। आज चाहिँ सानो कामले गर्दाखेरि साथी र मेरो बुटोल जाने प्लान रहेको थियो र म चाहिँ फ्रेस भएर बिहान बिहान रेडी हुँदैछु। म बस्ने ठाउँदेखि बुटोल जान लगभग 30 देखि 45 मिनटसम्म लाग्छ। मेरो बुटोल जाने गाडी पाउने ठाउँ पनि अलिकति माथि भएकोले म चाहिँ हिँड्दै जाँदैछु। बिहान बिहान भिडियो गर्दै हिँड्दाखेरि मान्छेहरूलाई देखेर अलिकति अप्ठ्यारो पनि लागेको छ। सायद म एक्लै हिँडेको भएर होला। बुटोल जाने गाडी चाहिँ यही ठाउँबाट लाग्छ। आज चाहिँ इभीको पालो रहेछ। म चाहिँ इभी भित्र बसेर साथीको भिडियो गराउँदैछु। मेरो साथी चाहिँ भिडियो गराएको थाहा पाएर लजाउँदैछ। उसलाई चाहिँ भिडियो गराउँदा नि झ्याउ लाग्यो भन्दै थिइन्। त्यसपछि हामी चाहिँ बुटोल पुगेर आफ्नो काम सकाएर पनि गाडीमा बसिसक्यौँ। म चाहिँ हजुरहरूलाई देखाउँदैछु मेरो घमौरा र साथीले चाहिँ मलाई जतिखेर नि क्यामेरा तिर्स्याउने भनेर गाली गर्दैछिन्। अनि साथीहरू, हजुरहरूकोतिर चाहिँ कतिको गर्मी छ? अब हाम्रोतिर कतिको गर्मी छ भनेर त हजुरहरूले मेरो फेसको घमौरा देखेर नै थाहा पाउनु भयो होला। गर्मी पनि यति छ कि साथीहरू रुन मात्र बाँकी छ अब।